Hello everyone, welcome back to my YouTube channel Roam with RB. So आज चाहिँ हामी हिँडिसकेका छौँ सेकेन्ड डे। हामी चाहिँ उलेरीबाट आज घोरेपानीसम्मको यात्रा है टक्क लाएर हिँडिरहेको छु। म चाहिँ भ्यू चाहिँ बवाल देखिरहेको छ हिमालको हैन, त्यो पनि म अहिले देखाउने छु एकछिनमा। अनि हामी चाहिँ भर्खरै ब्रेकफास्ट गरेर हिँडिसकेका छौँ। यहाँको बाटो चाहिँ यस्तो छ है। ल So guys, म चाहिँ अहिले एकदम हिँडिरहेको छु हैन। रोडै रोड भइरहेछ अहिले चाहिँ। अनि यहाँ चाहिँ जिपहरु चाहिँ मजाले चल्ने रहेछ है। स्कर्पियो एक्जाम्पलको लागि चाहिँ हैन, स्कर्पियो लिन मिल्यो। त्यस्तै छ अब त। अनि यहाँको बाटोहरु चाहिँ म देखाउने छु अब। अनि भ्यू चाहिँ बवाल बवाल देखिरहेछ। सब हेर्नु होला, इन्जोय गर्नु होला। बाटो चाहिँ यस्तो छ यहाँ। ल टक्क लाएर हैन। यतातिर चल्ने गाडी चाहिँ यस्तो हो हैन, बढी चल्ने चाहिँ। जङ्गलको बाटो छ यहाँ, भित्री बाटो टक्क लाएर हैन। म चाहिँ अहिले एकदम लास्टमा परिसकेको छु। चस्मा छ हैन। ल यस्तो छ अवस्था चाहिँ। यहाँको भ्यूहरु, जङ्गलको बाटोहरु कस्तो छ सब म देखाउँदै जानेछु है। त्यही हो। ल अब हामी चाहिँ यो बाटोमा छौँ अहिले। यता जङ्गल, बिचमा बाटो, फेरि रुखै रुख छ हैन। स्टिक चाहिँ यहाँ छ टक्क लाएर।
बाटो चाहिँ काहीँ सिडी काहीँ सम्म काहीँ ओह्रालो काहीँ उकालो यस्तै यस्तै छ हैन। सो भोरे पानीमै बस्नेछौँ आज चाहिँ हामी। अनि लन्च पनि त्यतै डिनर पनि त्यतै है। भोलि बिहानको ब्रेकफास्ट पनि त्यहीँ हुनेछ। अनि हिजो चाहिँ हामी अब उल्लेरीको हिलटप होटलमा बसेका थियौँ हैन। अनि बिहान चाहिँ हामी लगभग 7:45 ब्रेकफास्ट गरेर 8:10 निस्केका हौँ है। सो अहिले हामी आएको छु यो बाटो हैन। अनि यता चाहिँ पहिरो गइरहेको रहेछ है। बाटो चाहिँ यही हो है। पहिरो चाहिँ बबाले गएछ। अगाडि चाहिँ फोटोसुट भइरहेछ हैन। टक्क लाएर ल गाइस अहिले चाहिँ अब टक्क सिडीहरू पनि चढिसक्यो हैन। अब चाहिँ बाटो उकालो ओह्रालो सम्म। तर ढुङ्गा चाहिँ एकदम बढी छ है। उता तलपट्टि चाहिँ झरना छ। झरना नि देखाउने छु अहिले पछि हैन सकेसम्म। यहाँ चाहिँ हावा एकदम चलिरहेछ हैन। साउन्ड चाहिँ खासै नसुनिन सक्छ। तैपनि म भन्दैछु यहाँ है पुल छ यस्तो खाले। अनि खोला माथिबाट बगिरहेछ है।
मौका लिइरहेको छु है चक्लेट सक्लेट खाएर अब ढुङ्गामा चाहिँ मैले एकछिन रेस्ट लिन्छु है त्यसमा टक्क लाएर रेस्ट सो गाइस म चाहिँ धेरै माथि आइसकेको छु हैन टक्क लाएर ल यता चाहिँ पहिरो गएर चाहिँ जताततै हैन तलबाट माथिसम्म आउँदा पहिरो चाहिँ जस जाने गएको देखिरहेको छ है अस्ति यो टिकाको दिनपछि 3 दिन है 4 दिन नन स्टप परेको छ अनि पहिरो चाहिँ जस जताततै गइरहेछ पहिरोले गर्दा उताको बाटो चाहिँ ब्लक भएर हामी चाहिँ अर्को नयाँ बाटो आइरहेछौँ है बल्ल अलिअलि घाम त देखिरहेको तर अलिक जस्तो तातै आउने गरेर आएको छौँ होइन जङ्गलको बिचमा भएर घाम त देखिने तर हल्का हल्का मात्र देखिने भए हुनाले चिसो चाहिँ चिसै छ है माथिबाट फर्किने मान्छेहरू नै आइरहेछन् हामी अब आज घोरे पानीमा गएर बस्छौँ अब लगभग 1 घन्टा जति पनि पुगिन्छ होला अनि त्यसपछि रेस्ट हो पुरै होइन लन्च गर्ने डिनर नि त्यतै हो अनि भोलि बिहान कुन हिलबाट भोलि नै फर्केर हामी कन्तै जानेछौँ है त्यो ठाउँ चाहिँ मलाई ठ्याक्कै याद भएन यहाँ चाहिँ यस्तो काम भइरहेको रहेछ गाइस सडक निर्माण डोजरले चाहिँ पाइप पुट्दैछ है हामी निस्केका चाहिँ लगभग 3-3.5 घन्टा जति भइसकेको छ है अब आधी घन्टामा चाहिँ हामी ठ्याक्क घोरे पानी पुग्नेछौँ है घोरे पानीको होटलमा अनि त्यहाँ पुगेपछि आजको चाहिँ हाम्रो ऊ सक्यो आजलाई चाहिँ हिँडाइ पुग्यो होइन अनि भोलि बिहान टक्क घोरे पानीदेखि फेरि सुरु हुन्छ भिडियो चाहिँ हेर्नु होला
यताको यो बाटो चाहिँ भर्खर भर्खर डोजरले बनाएको रहेछ हैन। यस्तो छ बाटो चाहिँ। जे होस् बाइकहरू अनि त्यो जिपहरू चाहिँ मजाले आउने चाहिँ बनाइसकेको रहेछ। अनि यहाँबाट भ्यू चाहिँ यस्तो देखिन्छ ल ट्याक्क लाएर हैन, बवाल हाले। अझै माथि माथि पुगेपछि चाहिँ भ्यू चाहिँ एकदम राम्रो देखिन्छ हैन, हिमालकै भ्यू देखिन्छ माथि माथि गएपछि चाहिँ। यहाँ चाहिँ अब यस्तै यस्तै छ ल। अहिले चाहिँ अब रेस्ट टाइम है, लगभग अब म चाहिँ यहाँ 10 मिनट चाहिँ बस्छु होला, अनि त्यसपछि फेरि स्टार्ट हुन्छ हैन। अब धेरै बेर त लाग्दैन है, त्यही पनि रेस्ट गर्दै जाँदा चाहिँ हल्का आराम हुन्छ हैन। सो अब त्यही हो। फाइनल्ली हामी चाहिँ घरेपानी पुनेल आइसकेका छौँ है। घरेपानी भन्छ यसलाई चाहिँ। आज चाहिँ हामी पुनेल गेस्ट हाउसमा बस्नेछौँ। गाइस हामी चाहिँ अब ठ्याक्क आइसकेका छौँ पुनेल गेस्ट हाउसमा। अनि हाम्रो सेकेन्ड डे चाहिँ यही कम्प्लिट हुन्छ है। त्यही हो अब टक्क तल जाने, लन्च गरेको छैन है, लगभग 1 बजिसक्यो। अब टक्क लन्च गर्ने, बेलुका डिनर। अनि अहिले चाहिँ अब फर्स्टमा चाहिँ गएर चिया खानुपर्छ है 1 लट। अनि त्यही हो अब ज्याकेट स्याकेट लाउनुपर्छ। यहाँ माथि चाहिँ अलिक चिसै रहेछ, त्यही भएर अब ज्याकेट लाउनु पर्यो है। अब फर्स्टमा चाहिँ यो अहिले लगेर टी सर्ट चाहिँ फुकालेर अनि अर्को टी सर्ट र ज्याकेट चाहिँ लगाउनु पर्छ हैन। यो पुरै पसिनाले भिजिसकेको छ है। अब टी सर्ट चाहिँ अहिले चाहिँ रात परिसकेको छ हैन। टक्कमा चाहिँ रुममा छु अहिले है। भोलि अब पुनेलको ठ्याक्क माथि हिमाल देखाइदिने छु पुनेलबाट। सो त्यही हो। त्यति भन्दा अब आजको भिडियो चाहिँ मैले यहीँ एन्ड गर्न चाहेँ। भोलिको नेक्स्ट भ्लगमा भेटौँला है। अहिले चाहिँ बाई बाई।